हेलो गाइज, सम्पूर्णमा नमस्कार। म फेरि पनि आज नयाँ भिडियो लिएर आएको छु। भर्खरै मात्रै हामीले एमओयू नेपाल ओपन युनिभर्सिटीको इक्जाम सकेर म चाहिँ यो हजुरहरूलाई भिडियो बनाउन गइरहेको छु। इक्जाम चाहिँ लगातार 5 दिनसम्म सोमबारदेखि आज शुक्रबारसम्म इक्जाम रह्यो र यो इक्जाम चाहिँ कसरी गरियो भन्ने कुरा चाहिँ हजुरहरूलाई हल्का देखाउन मन लाग्यो मलाई, किनभने ओपन युनिभर्सिटीमा इक्जाम चाहिँ कसरी दिने होला त, विदेशमै बसेर होइन। यो चाहिँ सबैलाई इन्ट्रेस्टिङ लाग्ने विषय हो नि त, र हजुरहरूलाई पनि फेरि पढ्न इच्छा छ भने होइन कसरी होला त इक्जाम दिने भन्ने चाहिँ मेन मान्छेको प्रश्न हुन्छ। र धेरै जसो साथीहरूले मलाई यो प्रश्न गरिरहेको हुनाले म चाहिँ आज इङ्ग्लिसको इक्जाम दिएँ होइन। अब इक्जाममा चाहिँ कस्तो हुन्छ भन्दा हाम्रो यहाँ टिम्सबाट चाहिँ यहाँ टिम्स हानेपछि टिम्समा हाम्रो यहाँ लिङ्क हुन्छ। यो ल्यापटपमा अलिकति देखिँदैन होला, र टिम्सबाट हामीले यो लिङ्कमा जोइन गरिसकेपछि यहाँ चाहिँ हाम्रो एउटा रुममा चाहिँ नेपालबाट हामीलाई हेरिरहेको हुनुहुन्छ 2-3 जना 4-5 जना सर मिसहरूले। यो ल्यापटपले चाहिँ मेरो फेस र यो कपी दुईटा देखिनु पर्ने हुन्छ, र फेस र कपी देखाएर मैले यत्तिकै लेख्ने हो यहाँ चाहिँ होइन। यो ल्यापटपबाट यो टेबल देखिन्छ र मेरो फेस देखिन्छ, र क्वेसन चाहिँ हाम्रो एलएमएस भन्ने अर्को वेबसाइटमा यहाँ एलएमएसमा आउँछ क्वेसन चाहिँ। क्वेसनको लागि छुट्टै रुम छ। यो एलएमएसको पनि मेरो आइडी हालेर मेरो सिम्बल नम्बर हालेर खोलेपछि त्यहाँ क्वेसन आउँछ। त्यो क्वेसन डाउनलोड गर्ने र त्यसलाई चाहिँ यहाँ अर्को रुमबाट हामीलाई भिडियोमा हेरिरहेको हुनुहुन्छ त्यो भिडियोमा हामीले चाहिँ देखाएर लेख्ने हो, र आधा घन्टा टाइम हुन्छ। आधा घन्टा टाइममा चाहिँ यसलाई हामीले स्क्यान गरेर यसलाई चाहिँ हामीले फेरि क्वेसन दिएकै ठाउँमा सबमिट गर्नुपर्ने हुन्छ, र त्यो क्वेसन चाहिँ हामीले सबमिट गरिसकेपछि उताबाट कन्फर्म गरिदिनुहुन्छ। हामीले कन्फर्मेसन लिन सकिन्छ, र कति पेजको गरेको थिएँ कति पेज अपलोड भयो त्यो सबै डिटेलमा जानकारी लिएर अनि हामी लिभ हुन्छौँ। यसरी हामीले अनलाइन इक्जाम दिन्छौँ, र मैले यस सँगसँगै फर्स्ट इयरको इक्जाम सकेको छु। आई होप अब बिबिएस सेकेन्ड इयर पनि यसरी नै सक्नेछु गर्दै ब्याचलर चाहिँ म कोरियाबाटै भ्याउने प्रयासमा लागि पर्नेछु। यदि हजुरहरू पनि इच्छुक हुनुहुन्छ भने र पढ्न चाहनुहुन्छ भने पक्कै पनि अब कोरियामा पढ्नलाई चाहिँ ब्याचलर फी नै महँगो छ होइन साथीहरू। र कोरियामा बस्दै गर्दा अथवा विदेशमा बस्दै गर्दा अब म भोलि बिहानै नेपाल फर्किनु पर्ने कन्डिसनमा पनि म अब सेकेन्ड इयरमा त पुगिहालेँ नि त, अथवा आइसाल त म थर्ड इयर पुगिहाल्छु। अनि यो हिसाबले चाहिँ मैले अर्को फ्युचर पनि नेपालमा बनाउन सक्ने अवसर आउन सक्छ। त्यसैले पनि बेलैमा पढौँ, बेलैमा यो कुरालाई ध्यान दिनु होला, र कोही इच्छुक हुनुहुन्छ भने कृपया सम्पर्क गर्नुहोला। सहजीकरणको जिम्मा म लिनेछु। हस्त, धन्यवाद।